Hi, so welcome back to my YouTube channel. So I'm Sauli Magar. So today चाहिँ आज म के भन्न गइरहेको छु, आज पनि मैले चाहिँ एन्क्लिक्सकै बारेमा कन्टेक्स्ट ल्याएको छु र एन्क्लिक्स चाहिँ मैले चाहिँ युवर्ल्ड लिएको थिएँ एन्क्लिक्स प्रिपरेसनको लागि. सो आज मैले चाहिँ युवर्ल्ड किन लिएँ भनेर भन्न जाँदैछु र योले मलाई कति हेल्प गर्यो मेरो एक्जाम चाहिँ फर्स्ट एटेम्पमा पास गर्नको लागि. सो सायद सबैलाई नै हुन्छ होला कि युवर्ल्ड लिने कि आर्चर लिने कि बुट क्याम्प लिने कि के लिने, कता गएर गर्ने, एनपिसिएन गर्ने, के गर्ने भन्ने एकदम धेरै हुन्छ होइन. कुन बुक गर्ने, के गर्दाखेरि हामीलाई राइट हुन्छ र के गर्दा म पास हुन सक्छु. सबैको गोल के हुन्छ, हाउ क्यान आई पास है. सो मैले चाहिँ त्यही सर्च गरेँ च्याट जिपिटीमा, गुगलमा, एभ्रिवेयर लाइक के बेटर छ लाइक होइन, यु वर्ल्ड बेटर अर आर्चर बेटर अर हाम्रो नेपालको एनपिसिएन अर भेरी होइन कुन चाहिँ बेटर भन्ने हुन्छ होइन. मेरो साथीले मलाई के भनेको थियो भन्दा एनपिसिएनमा गएर लियो भने चाहिँ तिनीहरूले चाहिँ क्वेसन दिन्छ लाइक अब अपकमिङको के अरे लाइक के क्वेसनहरू सोधेको थियो र अब के क्वेसनहरू सोध्छ भने लाइक उनीहरूसँग चाहिँ क्वेसनको लाइक हिस्ट्री हुन्छ अनि त्यसपछि क्वेसनहरू दिन्छ र त्यो प्र्याक्टिस गर्यो भने डेफिनेटली विल पास है. तर त्यो कुरा चाहिँ आइडन्ट नो त्यो कुरा हो होइन, त अब एनपिसिएन क्वेसनहरूले भन्नुहुन्छ कि के हो होइन भनेर है. त्यो सबैको आफ्नो स्ट्राटेजी हो र कसरी पढ्ने र कोही चाहिँ अब मैले चाहिँ अब सुनिरहेको कुराहरू लाइक कोही भर्खरै ग्रेजुएट भएको छ भने चाहिँ उसलाई सजिलो हुन्छ किनकि उसको फ्रेस माइन्ड भइरहेको हुन्छ कि मैले चाहिँ अब लाइक भर्खरै पास आउट भएकोलाई त अब सबै कुरा नलेज भइरहेको हुन्छ नि त. भर्खर अब लाइक 10 years 20 years ग्याप हुने र भर्खर पास आउट हुनेहरूलाई त सो उसलाई सजिलो हुन्छ लाइक आफ्टर ग्रेजुएसन होइन, जस्ट एन्ट्रेन्सको लागि प्रिपरेसन गर्ने र एक्जाम बुक गर्ने एन्ड द्याट्स इट. सो आई डोन्ट नो अब उहाँहरूलाई चाहिँ कतिको सजिलो भयो भएन एन्ट्रेन्स पास गर्नलाई है. सो मेरो चाहिँ ब्याकग्राउन्ड चाहिँ अब मैले चाहिँ 2015मा दिएको थिएँ होइन र मेरो चाहिँ पिसिएल नर्सिङ हो होइन, विच इज अब डिप्लोमा लेभल सबैलाई थाहा छँदैछ र अलिकति ब्याचलरहरूलाई मास्टर्सहरूलाई पढ्नु र पढेर पास गरेर पिसिएल लेभललाई किनकि अब धेरै कुराहरू हाम्रो डिप्लोमा लेभलमा चाहिँ धेरै कुराहरू हुँदैन होइन, जुन चाहिँ ब्याचलर लेभल मास्टर्स लेभलहरूलाई हुन्छ. हामी इसिजी पढाएको हुँदैन, हामीलाई धेरै कुरा डायग्नोसिसहरू पढाएको हुँदैन होइन. सो या अनि मैले चाहिँ अब युवर्ल्ड लिने आर्चर लिनेमा चाहिँ अब धेरै रिसर्चहरू गरेँ. वान अफ मेरो दाइलाई पनि मैले सोधेको थिएँ र उहाँको पनि वाइफले चाहिँ लाइक 3 years ब्याक भनौँ न युवर्ल्ड लिने बारे पास गर्नुभयो र के हुन्छ भन्दाखेरि चाहिँ यो युवर्ल्ड आर्चर यो के लिने बुट क्याम्प के लिने भन्नेमा चाहिँ होइन अब आफ्नो कोही साथी होइन, आफूले चिनेको साथी, आफूले चिनेको अब दाइ दिदी जो हुनुहुन्छ र उसले चाहिँ भर्खर पास गरेको छ र उसले चाहिँ योबाट पास गर्यो भने चाहिँ लु म पनि यही गर्छु है भन्ने टाइपको इन्टेन्सन हुन्छ, थिङ्किङ हुन्छ र त्यही पनि दिन्छ मान्छेले होइन. सो धेरैजना मेरो साथीहरू कुनै साथीले मलाई अब त्यसरी भनेको थियो लाइक धेरै गाह्रो हुन्छ, सोचे जस्तो हुँदैन होइन, धेरै एकदम हार्ड क्वेसनहरू सोधेको हुन्छ र इट इज भेरी डिफिकल्ट टु पास भनेर धेरै मलाई भनेको थियो. र कतिले चाहिँ अब यु क्यान डु इट, पास गर्नुपर्छ पढ्नुपर्छ भने. अनि मैले युट्युब भिडियो पनि धेरै हेरेको थिएँ लाइक कसरी मोटिभेट हुने के गर्ने होइन, किनकि युट्युब भिडियोमा भन्छ लाइक अब स्लिप इज नेसेसरी भन्छ, लाइक अब पढ्नु पऱ्यो, हाइड्रेसन. सो या मैले पनि धेरै भिडियोहरू हेर्थेँ मोटिभेसन कसरी गर्ने आफूलाई भनेर होइन र कसरी हुन्छ आफूलाई अब त्यो कन्टेन्टहरू जसरी हुन्छ लाइक सबै होल कन्टेन्ट कसरी अब पढ्ने. किनभने इङ्ग्लिसमा चाहिँ अब लाइक क्वेसन तपाईँले चाहिँ के लाइक ओके म यसलाई चाहिँ एन्सरहरूलाई चाहिँ म अब याद गर्छु भनेर चाहिँ हुँदैन. तपाईँहरूले चाहिँ लाइक कन्टेन्ट राम्रोसँग पढ्नुपर्ने हुन्छ. मैले चाहिँ युवर्ल्डको क्वेसनहरू गरेर टेस्टहरू गरेर चाहिँ मैले ऱ्यासनल एकदम पढ्थेँ होइन. ऱ्यासनल चाहिँ अब लाइक कुनै पनि डिजिज कन्डिसन भयो त्यो कन्डिसनको लाइक के हो, साइन एन्ड सिम्टम्स होइन, सबै कुरा ट्रिटमेन्ट होइन, मेडिकेसन सबै कुरा चाहिँ मैले चाहिँ एकदम धेरै पढ्थेँ होइन. ऱ्यासनल चाहिँ म एकदम धेरै पढ्थेँ होइन, इच एन्ड एभ्री क्वेसनको ऱ्यासनल धेरै म पढ्थेँ है. र त्यसको बारेमा मिनिङहरू पनि अब त्यहीँ हुन्थ्यो, भिडियोहरू त्यहीँ हुन्थ्यो युवर्ल्डको भिडियो होइन. मैले चाहिँ हिजोको भिडियोमा चाहिँ मैले लाइक युवर्ल्डको भिडियो चाहिँ भने मैले भिडियोज भने तर के को भिडियो होइन, त्यो मेरो हिजोको फर्स्ट कन्टेन्ट थियो र आजको मेरो सेकेन्ड कन्टेन्ट होइन. र अलिकति के भन्ने मिस्टेकहरू धेरै हुँदो रहेछ वर्डहरूमा होइन, कसरी अब त्यो भन्नु चाहेको कुरा चाहिँ अब युवर्ल्ड भिडियो भनेर भने युवर्ल्ड भिडियो चाहिँ मैले धेरै नै हेर्नु देखेको थिएँ. तर मैले जुन मैले भने लाइक ओन्ली 25% मात्रै मैले हेरेँ होइन, पढेँ. सो तपाईँहरूले पनि इफ तपाईँहरू अब कन्फ्युज हुनुहुन्छ के लिने कसो गर्ने भनेर गो फर युवर्ल्ड भन्छु म चाहिँ होइन. किनभने धेरै हेल्प गर्यो मलाई. अब म त यत्रो 10 years ग्याप भएको मान्छे होइन, अनि त्यस पछाडि अब मेडिकल फिल्ड भए पनि के हुन्छ भन्दाखेरि त्यो कुराहरूलाई चाहिँ अलिकति
हाम्रो दिमागमा लाइक सेटअप भइराख्दैन नि त त्यो डिजिज कन्डिसनहरू एभ्रिथिङ होइन त्यो कुराहरू जुन एङ्क्लेसको क्वेसनहरू एङ्क्लेसमा कस्तो क्वेसन आउँछ त्यो कुराहरू अब हामीलाई थाहा हुँदैन तर यो वर्ल्डमा चाहिँ लाइक जुन मैले च्याट जिपिटीहरूमा हेरेको थिएँ यो वर्ल्डले चाहिँ लाइक अलिकति कपी गर्छ समथिङ के भनेर हालेको थियो अब आर्चरले चाहिँ आर्चरले पनि गर्छ र युवर्ल्डले पनि गर्छ होइन के अनुसार जाने भन्ने हुन्छ तर तपाईँले चाहिँ युवर्ल्डबाट पढ्नुभयो भने चाहिँ तपाईँलाई चाहिँ एकदम धेरै हेल्प हुन्छ त्यहाँ चाहिँ अब क्वेसनहरू एकदम डिफिकल्ट चाहिँ आउँछ हो होइन र एभ्री टाइम मेरो जस्तै 70% आयो भने फर इक्जाम्पल म सर्च गर्थेँ लाइक 70%ले पास हुन्छ त एङ्क्लेस भनेर तर मेजोरिटीमा हेर्ने हो भने चाहिँ 80% ल्याइराख्नेले चाहिँ पास गर्छ भन्ने भन्दो रहेछ होइन सो मेरो 80% भनेको त्यस्तो धेरै चाहिँ आएन होइन मेरो सेल्फ एसेसमेन्ट 2टा थियो त्यसमा त मेरो एउटामा त आई थिङ्क 66 मात्रै राखेको थिएँ किनभने मैले त युवर्ल्ड लिएको विदिन 2 or 3 विक्समा लिएको थिएँ मैले किनकि मलाई थाहा थिएन कि सेल्फ एसेसमेन्ट चाहिँ 2टा मात्र थियो मेरो 2 मन्थको सब्सक्रिप्सनमा र त्यो चाहिँ मैले फेरि रिपिट गर्न पाउँदैन मलाई थाहा थिएन सो मैले चाहिँ एउटा गरेँ अनि आफ्टर द्याट चाहिँ मैले थाहा पाएँ कि आई ओन्ली हेभ 1 लेफ्ट होइन सो त्यो अर्को एउटा चाहिँ मैले एक्जाम आउनुको लाइक 4 or 5 डेज अगो दिएको थिएँ होइन लिएको थिएँ र अरू युवरको क्याट क्वेसनहरू प्र्याक्टिस गर्दाखेरि चाहिँ के हुन्थ्यो भन्दाखेरि चाहिँ लाइक मैले चाहिँ के अरे 80% 85% 70-80 चाहिँ आइरहेको थियो तर यो सेल्फ एसेसमेन्ट फेरि जुन मैले गरेँ एक्जामको लाइक 4 or 5 डेज अगो होइन जुन मैले गरेँ त्यसमा चाहिँ मेरो के आएको थियो भन्दाखेरि 65-67 समथिङ कति आएको थियो 70भन्दा कम आएको थियो होइन मलाई कस्तो लाइक किन यस्तो आएको होइन सेल्फ एसेसमेन्ट झन् त्यो चाहिँ अल न्यू जेनेरेसन क्वेसन हो होइन सेल्फ एसेसमेन्ट गर्दाखेरि चाहिँ त्यति थोरै आउँदा म एकदम नराम्रो लागेको थियो तर पनि अब के गर्ने होइन अब एक्जाम आइसक्यो सो अब नराम्रो लागे पनि हो आई वाज जस्ट फिलिङ जस्ट स्टेइङ पोजिटिभ होइन किनकि लट्स अफ भिडियोज कन्टेन्टमा हेर्दाखेरि चाहिँ जस्ट बी पोजिटिभ भन्छ सो आई वाज डुइङ द्याट जस्ट बी पोजिटिभ भनेर होइन सो त्यही हो तपाईँहरूले पनि के चुज गर्नुहुन्छ तपाईँहरूको होइन मान्छेहरू कोही आर्ट्स लिएर पास हुन्छ कोही युवर्ल्ड लिएर पास हुन्छ कोही अन्य सन्डर्स बुकबाट पास हुन्छ होइन सो मैले सन्डर्स बुक लिएको थिएँ तर सन्डर्स बुक चाहिँ मलाई एकदम धेरै भास्ट लाग्यो एकदम धेरै एभ्रिथिङ पढ्नुपर्ने एभ्रिथिङ लाइक भेरी भास्ट लाग्यो मेरो लागि चाहिँ होइन बट अब म कसैको हेर्छु पोस्टहरू उहाँले चाहिँ अब सन्डर्स बुक मैले भ्याएँ होइन र अब चाहिँ म के लिनु युवा लिनु कि के लिनु कति महिनामा दिनु भन्नुहुन्छ होइन सो दे आर भेरी ट्यालेन्ट जस्तो लाग्छ मलाई किनभने लाइक अब सन्डर्स बुक त्यत्रो भ्याउनु भनेकै ठुलो कुरा हो होइन त्यत्रो बुक सबै भ्याएर अनि फेरि अब युवा लिएर त्यो लिएर होइन अब क्लास लिएर हुन्छ सबै कुरा लिएर अलिकति अभियसली होइन गर्नु चाहिँ गरेकै हो होइन सबैजनाले होइन सो यहाँ तपाईँहरूको आफ्नो फिल्ड हेरेर हुन्छ र आफ्नो लाइक रिसेन्ट आई थिङ्क रिसेन्ट कहिले ग्रेजुएट गर्नुभएको हो र अब तपाईँको त्यो कतिको मेडिकल वर्डहरू मेडिकल कन्डिसनहरू कतिको तपाईँको माइन्डमा फ्रेसन अप भइरहेको छ होइन त्यसमा पनि भर पर्छ र आफूले कतिको कन्सिस्टेन्सी दिइरहेछ आफूले कतिको मेहनत गरिरहेको छ होइन मेहनत आई थिङ्क सबैले गर्नु नै हुन्छ होइन तर आफ्नो आई थिङ्क क्वेसनमा पनि फरक पर्छ होइन र म चाहिँ के भन्छ त एक्जाम टाइममा चाहिँ तपाईँले एकदम क्वेसनलाई चाहिँ राम्रोसँग एनालाइज गरेर मात्रै दिनु होइन किनभने म कति गल्ती गर्थेँ लाइक क्वेसनले के सोधिरहेको हुन्थ्यो म एन्सर ठिक त्यसको अपोजिट भन्थेँ क्या लाइक अब क्वेसनले मिस्टेक एन्सर अप्सन चुज गर भन्छ म जहिले पनि राइट अप्सन चुज गर्थेँ होइन सो त्यो यति धेरै मैले मिस्टेक गरिसकेको थिएँ कि मैले सोचेको थिएँ एक्जाममा चाहिँ आई विल नट डु द्याट मिस्टेक भनेर होइन सो मेरो एक्जाम हुनुभन्दा 1 हप्ता अगाडिसम्म पनि म त्यो मिस्टेक गरिरहेको थिएँ सायद मैले एक्जाम पनि गरेँ होला होइन म एक्जाम एकदम फोकस भएर मेरो 150 क्वेसन चाहिँ मैले आई थिङ्क अलमोस्ट 4 घन्टै लगाएँ मैले त्यो होइन विदाउट ब्रेक नथिङ होइन सो अनि पानी नखाएर केही नखाएर होइन सो एकदम फोकस भएर कसरी हुन्छ त्यो क्वेसन त्यो हलमा चाहिँ यस्तो हुँदो रहेछ एक्जाम हलमा चाहिँ मान्छेहरू एक्जाम दिन आउने जाने ब्रेकमा आउने जाने मान्छे कति हिँडेको भएको भइरहेको थियो क्या मलाई चाहिँ होइन एकदम डिस्टर्ब भइरहेको थियो अनि त्यो जुन हेडफोनको मैले कुरा गरेको थिएँ होइन हेडफोन चाहिँ त्यो साउन्ड प्रुफ हेडफोन चाहिँ कस्तो त कानमा डुम्म हुने क्या लाइक किनकि एकैचोटि त साउन्ड हल्ला जुन मैले भनेको थिएँ लाइक एम्बुलेन्सको हर्नहरू पुलिस भ्यानको हर्नहरू एभ्रिथिङहरू आउँदाखेरि चाहिँ लाइक त्यो जब हेडफोन लगाइन्छ साउन्ड प्रुफवाला हेडफोन त्यसले चाहिँ यस्तो कान डुम्म कस्तो अर्कै टाइपको फिल हुन्थ्यो लाइक हेडेक त भइरहेको थियो मलाई अलरेडी होइन सो या तर तपाईँहरूलाई म चाहिँ सजेस्ट गर्छु तर एकदम धेरै हल्ला आयो किनकि मान्छेहरू आउने जाने भइरहेको हुन्थ्यो किनकि त्यो मैले दिने ठाउँमा चाहिँ आई थिङ्क सबैजना दिन आई डोन्ट नो ओन्ली फर एङ्क्लेस धेरैजना के को लागि दिन आउनु भएको थियो होला एक्जाम मैले सुन्दाखेरि चाहिँ फर इन्जिनियरिङ पनि को लागि पनि त्यो एङ्क्लेस पिएनको लागि पनि थियो होइन सो त्यही भएर चाहिँ त्यहाँ चाहिँ आउने जाने भइरहेको थियो अब उहाँहरूको टाइमहरू अबिग्लै होला हाम्रोभन्दा होइन सो त्यही हो तपाईँहरू चाहिँ एक्जाममा चाहिँ एकदम फोकस हुनु कुनै पनि हल्ला कुनै पनि मान्छे आउजाउमा चाहिँ फोकस नगर्नु तपाईँले बरु त्यो
हेडफोन लगाउनुहोस् होइन, जसले गर्दाखेरि चाहिँ तपाईँलाई केही आवाज आउँदैन र ओन्ली फोकस अन द क्वेसन मात्रै हुन्छ है। सो त्यही गर्नुहोस्। अनि मैले जस्तो मिस्टेक चाहिँ नगर्नुहोस्। तपाईँलाई अब जस्तै ब्रेक तपाईँलाई पाउनुभयो भने चाहिँ होइन, आफ्टर 85 क्वेसन होइन ब्रेक पाउनुभयो भने चाहिँ तपाईँ ब्रेक जानुहोस्, पानी खानुहोस् होइन, आफूले केही स्न्याक्स लाउनु थियो स्न्याक्स खानुहोस्, अलिकति फ्रेस हुनुहोस् होइन। र आफ्टर द्याट अगेन यु गो ब्याक टु द क्वेसन होइन, किनभने तपाईँलाई थाहा हुँदैन लाइक आफ्टर 85 होइन इट माइट एन्ड अप इन लाइक 100मा हुन्छ कि 150मा हुन्छ, यु डोन्ट नो होइन। सो द्याट्स वाइ जस्ट आफूलाई फ्रेसन अप बनाउनु र फ्रेस भएर चाहिँ फेरि इक्जाम दिन जानुहोस् है। र त्यही हो, अल द बेस्ट फर यर एक्जाम है। अनि इफ यु वान्ट टु आस्क मी एनिथिङ होइन जस्ट कमेन्ट मी एन्ड जस्ट बी मोटिभेटेड एन्ड जस्ट बी पोजिटिभ है एक्जामको लागि। ल सबैजनाले धेरै एक्सपिरियन्स भयो होइन, जस्तै कसैको नेगेटिभ एक्सपिरियन्स भयो, कोही पास हुनु भएन, कोही 4th एटेम्प 5th एटेम्प होइन दिनुभयो, कसैको चाहिँ अब लाइक यति धेरै गाह्रो क्वेसन आएको थियो, यस्तो भएको थियो उस्तो भएको थियो। ओके जस्ट अब चाहिँ तपाईँको पालो, तपाईँ फोकस गर्नुहोस् होइन। ओके उहाँको अरूको नेगेटिभ तपाईँले सुन्नुभयो भने तपाईँ चाहिँ कसरी पोजिटिभ हुने, कसरी मोटिभेट हुने होइन। अब तपाईँले मोटिभेटिङ म्युजिक सुनेर हुन्छ कि होइन, म चाहिँ मोटिभेटिङ म्युजिकहरू पनि सुन्थेँ, अझै लागेको बेलामा के अरे गीतहरू सुन्थेँ होइन। मुभी पनि म कहिलेकाहीँ हेर्थेँ जब कि मलाई एकदम स्ट्रेस आउट भयो भने फ्यामिलीसँग म एभ्रिडे बोल्थेँ होइन, साथीभाइहरूसँग नि म बोल्थेँ या अभियसली होइन। अनि त्यस पछाडि या जस्ट बी हाइड्रेटेड होइन, पानी खाइराख्नुहोस्, लाग्छ ब्ल्याक टी खाइराख्नुहोस्, ब्ल्याक कफी खाइराख्नुहोस् है। अनि त्यसपछि हल्का अब बाहिर गएर फ्रेस एयर लिनुहोस् होइन। अनि त्यसपछि अलिकति आफूलाई मोटिभेट कसरी हुन्छ त्यो गर्नुहोस् तपाईँले होइन। अब मेडिटेसन गर्नुहुन्छ कि तपाईँ होइन, सो यु क्यान डु एनिथिङ एन्ड जस्ट बी मोटिभेटेड एन्ड जस्ट बी पोजिटिभ है। अनि तपाईँको बाई चान्स एक्जाम राम्रो भएन भने पनि जस्ट बी पोजिटिभ होइन। आफ्टर 2 months यु क्यान बुक एक्जाम। सो त्यही तपाईँको फ्रेसन भइरहेको बेलामा चाहिँ टेक अनदर एटेम्प्ट होइन। एन्ड I wish you all the best. So yeah, all the best. Thank you. Bye bye.